त्यसपछि एब्डोमेन हेर्नुपर्ने एब्डोमेन कस्तो छ उसको त्यो हेरेपछि हामीले पेरिनियल एरियाको एक्जामिनेसन गर्छौँ। समस्याहरू बाहिर आउने अनि बालबालिकाहरूले स्वास्थ्य शिक्षा पाउने कुन बिमारी हुँदा के गर्नुपर्छ भन्ने परामर्श बालबालिकाहरूलाई स्वास्थ्यको विषयमा शिक्षा दिने र परामर्श दिने गरी कार्यक्रमको आयोजना गरेको अरू सुविधाजनक चिजहरूबाट के कस्तो साइड इफेक्ट्स यसै गरी हाम्रो बीपीकेएसमा काम गर्ने डाक्टर नीतु मेहता हुनुहुन्छ। उहाँ पनि रामधुनी नगरपालिकाका बालबालिकाहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी र परामर्श दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको छ। समाज कल्याण परिषद स्वास्थ्य कोषको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ। परिषदका सदस्य सचिव मेघराज न्यौपानेका अनुसार बालबालिकाहरूलाई स्वास्थ्यको विषयमा शिक्षा दिने र परामर्श दिने गरी कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभएको छ। सुनौ यो रिपोर्ट। संक्षिप्त परिचय। नमस्कार, म मेघराज न्यौपाने, समाज कल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषको सदस्य। राष्ट्रिय स्वास्थ्य कोषको आयोजना र रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी नगरपालिकाभित्र रहेका विद्यालयका बालबालिका विद्यार्थी बालबालिकाहरूसँग स्वास्थ्य शिक्षा र परामर्श सम्बन्धी कार्यक्रम सञ्चालन भएछ। एकदमै डाक्टरहरू हामी एकदम विशेषज्ञ डाक्टरहरूलाई ल्याएर बालबालिकासँग डाक्टरसँग अन्तर्क्रिया छलफल कार्यक्रम गरेका छौँ, जसले गर्दा बालबालिकाहरूसँग हुने स्वास्थ्यका समस्याका बारेमा खुलेर छलफल अगाडि आउने, उनीहरूका समस्याहरू बाहिर आउने अनि बालबालिकाहरूले स्वास्थ्य शिक्षा पाउने, कुन बिमारी हुँदा के गर्नुपर्छ भन्ने परामर्श पाउने, जसले बालबालिकाहरूले रोग लाग्दा अथवा स्वास्थ्यको समस्या हुँदा लुकाउने चलन छ। त लुकाउने चलनलाई चाहिँ ओपन भएर चाहिँ स्वास्थ्य उपचारका लागि जानुपर्छ भन्ने खालको एक किसिमको वातावरण पनि बन्छ। र अब स्वास्थ्य नै सबैभन्दा ठुलो कुरो भएको हुनाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर विद्यालयकै बालबालिकाहरूबाट यो कार्यक्रम सुरु गरियो भने यो कार्यक्रमले समुदायलाई पनि ठुलो सहयोग पुग्ने भएको हुनाले हामीले अहिले रामधुनी नगरपालिकाका विद्यालयहरूमा यो कार्यक्रम गर्दैछौँ। आजसम्म हामीले 8वटा विद्यालयमा गरिसक्यौँ। यो वर्ष हाम्रो 1000 विद्यार्थी बालबालिकाहरूलाई चाहिँ यो स्वास्थ्य शिक्षा परामर्श र डाक्टरसँग अन्तर्क्रिया कार्यक्रम गर्ने लक्ष्य राखिएको छ, जसअनुसार 700-800 विद्यार्थीसँग भइसक्यो र अझै 200-300 विद्यार्थीसँग हामी यो कार्यक्रमलाई अगाडि बढाउँछौँ र आगामी वर्ष पनि योजनामा राखेर हामीले लगातार चाहिँ के अरे बालबालिकाहरूसँग डाक्टर भन्ने यो कार्यक्रमलाई चाहिँ यो शिक्षा स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउँछौँ, जसले गर्दा स्वास्थ्य समस्याहरूलाई चाहिँ केही हदसम्म निवारण गर्न अथवा न्यूनीकरण गर्नलाई मद्दत पुग्नेछ। आउनुभएको छ, विराटनगरबाट आउनुभएको छ होइन। अनि यसै गरी चाहिँ हाम्रो पहिले सप्तकोशी न्युरो अस्पतालमा काम गर्नुभएको थियो, अहिले विराटनगरमा गर्नुहुन्छ र विभिन्न ठाउँमा कन्सल्टेन्ट डाक्टरको रूपमा पनि काम गर्नुभएछ। डाक्टर पूजा दास हुनुहुन्छ, उहाँ चाहिँ एकदम गाइनोको चाहिँ एकदम विशेषज्ञ डाक्टर हो। यसै गरी हाम्रो बीपीकेएसमा काम गर्ने डाक्टर नीतु मेहता हुनुहुन्छ, उहाँ पनि हामीसँग जोडिनु भएको छ। र यसै गरी हाम्रो किरण यादव जो चाहिँ विराटनगर मेडिकल कलेज, नोबेल मेडिकल कलेज लगायत काठमाडौँका धेरैवटा कलेजहरूमा पनि तालिम दिने एकदम एमएससी नर्सिङ हुनुहुन्छ। मेट्रोन भएर चाहिँ उहाँ चाहिँ चिफ भएर पनि काम गरिसक्नु भएको छ, अहिले पनि काम गर्दै हुनुहुन्छ। यसै गरी हामीसँग सुनसरी जिल्ला अस्पतालका मेडिकल अधीक्षक चाहिँ हाम्रो डाक्टर विनेश मण्डल पनि हामीसँग जोडिनु भएको छ, उहाँले पनि धेरैवटा विद्यालयमा आएर गर्नुभएको छ। यसै गरी हामी विभिन्न ठाउँका डाक्टरहरूसँग जो चाहिँ एकदमै अनुभव समुदायसँगको पनि अनुभव छ उहाँहरूसँग र बालबालिकाहरूको चाहिँ अलिक बढी जानकारी अहिलेलाई चाहिँ हामीले यहाँ चाहिँ प्राइमेरी हेल्थ केयर के हो, हेल्थको डेफिनेसन एन्ड त्यसपछि सेक्सुअल हेल्थको बारेमा फोकस गरेर अनि धुम्रपान अरू सुविधाजनक चिजहरूबाट के कस्तो साइड इफेक्ट्स र त्यसको कन्सिक्वेन्सेस के हुन्छ भनेर स्टुडेन्टहरूलाई चाहिँ एजुकेट गर्ने चाहिँ हाम्रो मेन टार्गेट चाहिँ त्यही हो। कतिजना विद्यार्थी सहभागी भएको छ? अहिले चाहिँ अब डिफ्रेन्ट स्कुल्सहरू छ। एभ्री डे हामीले एटलिस्ट 2वटा स्कुलमा चाहिँ यो सेवा दिने हाम्रो त्यो टार्गेट छ। एन्ड 4-5 दिनको प्रोग्राम भएर 8वटा एटलिस्ट 8वटादेखि 10वटासम्म स्कुललाई चाहिँ हामीले टार्गेट गरेका छौँ। अगाडिको एभ्री स्कुलमा चाहिँ 75 to 100 स्टुडेन्ट्सहरू चाहिँ इन्भल्भ हुनुहुन्छ। अगाडिको दिन पनि यसरी नै गर्नुहुन्छ कि कसो? भइहाल्छ नि, यो त हाम्रो सोसाइटीको अपलिफ्टमेन्टको लागि काम गर्छ। अनि यसले चाहिँ अब सानै एजमा यस्तो एजुकेसनहरू स्टुडेन्टहरूलाई दिएपछि उनीहरूको एजुकेसन बढ्छ, नलेज बढ्छ यो सब कुरामा, अनि त्यसको रिस्कहरू थाहा पाउनुहुन्छ। अनि जुन हाम्रो विकृति अहिले फैलिरहेछ समाजमा जुन छ त्यो चाहिँ केही हदसम्म चाहिँ अलिकति कम हुन्छ भनेर हाम्रो चाहिँ आशा छ। कतिजना डक्टरहरू आउनु भएको छ तपाईँहरू? म चाहिँ गाइनोकोलोजिस्ट, मेरो लेभलमा चाहिँ म हो, अनि एकजना हाम्रो एमबिबिएस डाक्टर पनि हुनुहुन्छ। अरू 2जना मात्रै आउनु? हाम्रो नर्सिङ स्टाफ हुनुहुन्छ, मेट्रोन हुनुहुन्छ, उहाँले चाहिँ एमएससी नर्सिङ गरेर आउनु भएको छ। अनि उहाँले आफ्नो लेभलबाट हामीले हरेक त्यसमा चाहिँ दिइरहेछ।
नाकबाट ब्लड गएको छ कि छैन, मुख पनि हेर्नु, चेस्ट कस्तो छ, त्यसपछि एब्डोमेन हेर्नु पर्यो, एब्डोमेन कस्तो छ उसको, त्यो हेरेपछि हामीले पेरिनियल एरियाको एक्जामिनेसन गर्छौँ, त्यो कस्तो मतलब पनि चोट त लागेको छैन, इन्जुरी त भएको छैन, त्यसपछि हामीले हात पनि हेर्छौँ र खुट्टा, अनि त्यसपछि जुन हाम्रो टोज हुन्छ त्यसको फिङ्गरहरू कस्तो छ भन्ने हेर्छौँ। त्यो भनेको हामीले हेड टु टो एक्जामिनेसन गर्न हामीले